कति अरे यसको दाम? अनि हामी नेपाली चाहिँ के ओ भाइ। बुर्बक हो। भाइ एकछिन नबोल्नु, कति रुपियाँ अरे दाम? दाम कति अरे यसको? दुईटा एमआरपी होइन एउटा मात्र कति अरे यो? भगवान तपाईँ 40 दिनु नि 40 रुपियाँ दिने यो? 40 रुपियाँ दिनु अरे यो। कति छ दा यसको प्राइस हेर्नु त? 10 रुपियाँ इन्डियन। खै यहाँ देखाउनु त। यो त 10 लाइभमा रुपियाँ। आउँछ तपाईको अनि सबै यो सुन्नु नि, खत्तम हुन्छ नि फेरि। यो व्यापार खत्तम 10 हुन्छ है। रुपियाँको नेपाली कति भयो? हजुर 100 रुपियाँ नेपाली। नेपाली 100 रुपियाँ। यता तपाईँ सुन्नु न एउटा कसरी 40 रुपियाँ पर्यो त अनि? ठिक छ यता सुन्नु न हाम्रो पनि कुरा तपाईँ सुन्नु ल सुने। म लिएर आउँछु भिडियो गरेर जान्छ नि फेरि। सबै लाग्छ अलिअलि त भन्सार कहाँ लाग्छ? लाग्छ नि नलाग्यो भने दिन्छ दिँदैन भन्सार लाग्छ? लाग्छ भन्सारमा बुझाउनुपर्छ? बुझाउनु खोइ भन्सार बिल भन्सार बिल त लिएर आएको छैन किन नल्याएको त? दिँदैन चिट। अनि अनुगमन गर्ने मान्छेले पक्रियो भने त तिम्रो त यो सबै जान्छ त। तिमी पनि जेल जान्छौ त। बेच्ने भन्छु। खानु नि खाएको कुरो होइन, तँ खाने कुरो होइन। म 40 रुपियाँ दिन्छु कि दिनु त 50 रुपियाँ भन्छ 40 रुपियाँ दिन्छु। तर यो 10 रुपियाँको माल चाहिँ किन यत्रोमा बेच्नु खोजेको? हाम्रो 2-4-5 रुपियाँ चाहियो 2-4-5 रुपियाँ यसको 3 गुणा ज्यादा भन्यौ त नि। 15 3 45 आम्मा 4 गुणे 3 गुणे 4 गुणे नि ज्यादा भन्दै नि। यता सुन्नु न सुन्दैछु मैले, सुनिरहेछु अघिदेखि। तपाईँ यो हामी बेच्छु तपाईँको 30 मा 40 मा 50 मा तर पोसाउँदैन के गर्नु पोसाउँदैन नबेच्नु नबेच्नु। गाह्रो छ पोसाउँदैन भने नबेच्ने। बेच्ने हो त। तिमीलाई पोसाउने त्यो काम नगर न। यहाँ 10 रुपियाँ भारी लेखिरहेको छ यहाँ यता 10 सुन्नु न दाजु रुपियाँ। ठिक छ तपाईँको कुरा बङ्गला बोलौँ हैन तपाईँको कुरा ठिक छ दादा यस देख्बे न। अब बाङ्ला नै तपाईँ नेपाली बोल्नु नेपाली बोल्दिन नेपाली नेपाली बोल्नु के हिन्दी बोलौँ? अनि नि अनि यो 10 रुपियाँको माल चाहिँ बाई चाइनास अनुगमन गर्ने मान्छेले पक्रिगयो भने के भन्नुहुन्छ तपाईँ? हजुर त्यो हामी त 30 मा पनि दिन्छौँ होइन एक मिनट सुन्नु नि ल कसरी पोसाउँदैन भनेपछि तपाईँलाई यो 10 रुपियाँ भारूको तपाईँलाई 8 रुपियाँले दिन्छ। 8 रुपियाँले दिँदाखेरि 2 रुपियाँ पर्छ तपाईँहरूलाई। 6 रुपियाँले दिन्छ 7 रुपियाँ दिन्छ। पनि यहाँ हेर्नु 12 रुपियाँ एमआरपी छ नि एकछिन 12 रुपियाँ दुईटा एमआरपी छ नि दुईटा एमआरपी तर यो किने भने हाम्रो 11 रुपियाँ पर्छ सुन्नु काका ओदर साइज भने के हो? 11 अदर साइड भयो नि स्टेट ओदर स्टेट अदर स्टेट यहाँ तपाईँको हामी 12 रुपियाँ यहाँ 12 कति भयो? 12 रुपियाँ 12 कति भयो? 12 रुपियाँ भयो 12 कति भयो नेपाली? 500 लागेपछि अब 500 लाग्यो तर यसमा कति जान्छ अनि खोइ त भन्सा चिट दिन्छ ल्याएको छैन किन नलिएको त अनि? गाडीमा राख्दैन त्यहीँ राख्छु काकर बिठाउ स्यामपिन्टुमा स्यामपिन्डी स्यान्डी हामी जान्दैनौँ न। तिमीलाई यहाँ स्यामपिन्डोमा थोरै तिमीलाई किनङलाई लिएको स्यामपिन्डोमा तिमीलाई यहाँ पक्रियो भने नगरपालिकाको अनुगमन टोलीले पक्रियो भने 10 रुपियाँको 100 रुपियाँ पर्छ। तिमीलाई पक्रियो भने तिम्रो त 16 लाख रुपियाँ 17 लाख रुपियाँ जान्छ त। जेल पनि 1 वर्ष 2 वर्ष बस्नुपर्छ। के खेलाका चाहिँ गरेको तिमीले? थाहा छ कि छैन? यस्तो काण्डहरू अस्ति नै मच्यो थाहा छ कि छैन? म रिस उठ्दैछ नि म यस्तो खाएको छु नि फेरि रक्सी यो तिमी 10 को माल लाग्यो। घर कहाँ हो? तपाईँ घर कहाँ हो? त्यो नानीहरु ठ्याक्कै भन्नु त घर चाहिँ कहाँ हो ठ्याक्कै? यो नि कपाल हेर नि यो 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 भनेको हाम्रो गाउँघरमा प्रायः केटाकेटीले खान्छ होइन त? बच्चाहरूले खान्छ होइन त? ठुलोले त किन्दैन ठुलोले किन्दैन सानसानले मात्र किन्छ सानसानले मात्र किन्छ होइन? सानसानले मात्र किन्दाखेरिमा भनेको प्राइस हेर्दैन। प्राइस नहेरिसकेपछि भनेको तपाईँले 10 रुपियाँको माललाई 50 रुपियाँमा बेचिदिने। एउटा कुरा सुन्नु अब जति आइसक्यो नि बोल्नु हजुर जे पनि बिजनेस होला नि अब त्यो एमआरपी देखि बेच्दैन त्यो पनि हो तर हाम्रो पनि त्यो एउटा पोसाउनु चाहियो गाह्रो छ अनि तपाईँलाई 2 रुपियाँ गरी खानु भनेर दिइरहेछ त 2 रुपियाँ छुट 4 रुपियाँ छुट 4 रुपियाँबाट तपाईँलाई पोसाएन? 4 रुपियाँ पोसाएन? 4 रुपियाँ कहाँ तपाईँको 2 रुपियाँ तपाईँलाई छुट गरिदिन्छ। 2 रुपियाँ छुट गरिदिँदाखेरि तपाईँको 2 रुपियाँ त नाफायो नि त। 2 रुपियाँ कतिमा आउँछ त नि फाइदा? नि कति आउँछ त? 10 रुपियाँ पर्छ तपाईँलाई होइन? 10 रुपियाँ पर्छ? एक मिनट 10 रुपियाँ पर्छ अनि यो 10 रुपियाँ चाहिँ उता पारी बेच्दा हुँदैन अनि इन्डियामा बेच्दा हुँदैन? पारीमा पनि चल्छ 20 रुपियाँ 20 रुपियाँ नेपाली यहाँ दिँदैछु नेपालमा 40 30 50 नपसायो भने त त्यही गाह्रो हो।
अनि नपोसाएर अनि यहाँ एमआरपीदेखि ज्यादा बेच्दिने पोसाउनको लागि होइन त्यो ठिक छ तर भिडियो गरिरहेको छ नि मोबाइल हेर्नु नि फेरि मजाले ऊ मोबाइलमा भिडियो गरिरहेको छ यसरी नगर्नु नि हो यसरी के गर्नुभएको खानु तपाईँले दाजु तपाईँ खाएको कुरो होइन हो मैले खानेको कुरो होइन क्या तपाईँले नि सुन्नु नि सुन्नु गरिब कुरा होइन गरिब सबै गरिबै गरिब छ तपाईँलाई गरिब छु भने ठग्दै हिँड्नु त नि ठग्नु काम त गरिब छु भने ठग्नु होइन त्यो तपाईँ कुरा ठिक छ तर हाम्रो पनि त पोसाउनु चाहियो त्यो कुरा हो मतलब पोसाउनको लागि ठग्नै पर्ने होइन त्यो ल ठिक छ 10 रुपियाँ भारेको 100 रुपियाँ भन्छ भने 50 रुपियाँ भन्नुभयो तपाईँले मलाई अहिले कति भयो 50 रुपियाँ भन्नुभयो नि होइन 40 भन्नु 50 रुपियाँ भन्नुभयो होइन पहिले 50 भन्नु 50 अनि 15 3 5 10 2 गुणा ज्यादा बेच्नुभयो त नि कसरी दिनु 2 गुणा अनि 45 रुपियाँ पर्यो अनि 1500 रुपियाँ पर्यो अनि 2 गुणा ज्यादा भएन त यहाँ बस्नु 2 गुणा ज्यादा भएन त अनि यो त भोलि 2 गुणा ज्यादा होइन बेच्नुमा आउँदैन त यस्तो त हँ त्यस्तो हुँदैन ठग्नु हुँदैन धेरै 2 रुपियाँ 3 रुपियाँ नाफा खाऊ ल ठिक छ यो 10 रुपियाँ भाडुको ल 12 रुपियाँ 20 रुपियाँ भयो भने चाहिँ अनि 25 रुपियाँ गर्दाखेरि पनि 25 रुपियाँ गर्दा तपाईँलाई 9 रुपियाँ 10 रुपियाँ नाफा आयो भने चाहिँ तपाईँले 9 रुपियाँ 10 रुपियाँ नेपाली नाफा आउँछ भने चाहिँ 5 रुपियाँ 5 रुपियाँ भाडु नाफा आयो भने चाहिँ तपाईँलाई अनि यत्रोमा अनि 30 रुपियाँ 20 रुपियाँ भाडु खाइदिनु पर्ने नाफा 20 रुपियाँ बारु कहाँ खायो त अनि 25 कति हुन्छ 25 को 40 30 को 48 गर्दाखेरि तपाईँको 10 रुपियाँ छ भने 20 रुपियाँ भाडु खानु भएन त ज्यादा हजुर 20 रुपियाँ भाडु खानु भएन त ज्यादा 32 रुपियाँ नेपालले हान्दियो 20 रुपियाँ बारु कहाँ यसको एमआरपी नि छ तपाईँको 10 रुपियाँ हेर्नु सबैजनाले हो दुईटा एमआरपी हुन्छ एउटा सुनिरहेको छु भन्नु नि 15 रुपियाँ हुन्छ 12 रुपियाँ हुन्छ अनि तपाईँलाई के गर्नु मैले अब खानु तपाईँ हँ के गर्ने अब ठाउँमा जाने कि खानु नि तपाईँ म खाने कुरो होइन त यो त के कहाँ मैले खानेलाई मलाई घुस दिएको यस्तो देखेर घुस दिएको हजुर घुस दिएको के हो पुलिसहरु जाँदा पुलिसहरु बस्दैन जाँदा हँ? बस्छ नि त्यही भएर याद गर्नु यस्तो चिजहरू अनि नि कुरा बुझेनौ यो चोकोलेट अनि तपाईँको नेपालमा ल ठिक छ यसलाई अथोरिटी दियो बेच्नको लागि नेपालमा अथोरिटी दियो ल ठिक छ माने तपाईँ आएर कारोबार व्यवसाय गर्नु पाउनुभयो तर तपाईँको 2-3 गुणै लिनुभयो तपाईँले के सोचेर लिनुभयो भन्नु त दाम 10 रुपियाँको 50 रुपियाँ किन भन्नुभयो के सोचेर कि मतलब यहाँ कसैले जति भन्यो त्यति दिन्छ यहाँको मान्छेहरूले 50 रुपियाँ भनेको 40 रुपियाँ दिन्छ हजुर 40 रुपियाँ 50 रुपियाँ भने 40 दिन्छ भने चाहिँ तपाईँलाई 60 रुपियाँ भनेको 50 रुपियाँ दिन्थ्यो त्यस्तो कहाँ दिन्छ सबै थाहा छ 30 मा 40 मा भेट्छ अनि अहिलेसम्म कसैले एमआरपी हेरेन हेर्छ नि कसले हेरो मान्छे दाजु यहाँ सुन्नु कसले हेरो यो जुन यो 10 भार र 12 भार छ नि यस्तो नानीहरू छ यता आउँछ यहाँ आउँछ तिनीहरू एकछिन पक्नु तपाईँ नबोल्नु नि तपाईँ नबोल्नु तिनीहरू किनेर गएपछि तपाईँ साबी चुप लाग्नुहोस् यता आउँ नानीहरूलाई कति पर्छ यहाँ आउँछ हजुर ए नबोल्नु त केही नसोध्नु नानीहरूलाई कति पर्छ यसलाई कतिमा खाइरहेछौ तिमीहरूले हामीले यसलाई कतिको खाएको छौँ अब यस्तो खाएको छ 40 मा हामीले 40 मा 50 मा 30 मा त्यस्तोमा खाएको छौँ ए हो यहाँ आउँछ बाबा जहिले पनि कि यहाँ छैन एमआरपी हेर्नुपर्छ हो यहाँ एमआरपी लेखेको छ 10 रुपियाँ भाडु देख्दैछौ नि यहाँ 10 रुपियाँ भाडु लेखेको छ 10 रुपियाँ कति पऱ्यो 20 रुपैयाँमा बेच्दा पनि हुन्छ त अनि हुन्छ अनि भन्छ अङ्कलले कति नापा खानुभयो उहाँ अङ्कलले 100 रुपियाँ पऱ्यो भने चाहिँ कति रुपियाँ नापा खायो त 40 रुपियाँ किन्दाखेरि हामी त 20 मा किन्नुहुन्छ होला भनिरहेको थियौँ त्यही त धेरै नापा खानुभयो नि तिरुबले होइन उहाँ अङ्कललाई के गर्नु अब हामीले पुलिस बोलाएर लाँदा हुन्छ तिमीहरूले भन्छ पहिले नै खाइरहेको उहाँदेखि खाइरहेको हो अर्कोबाट पनि यस्तोमा कहिले खाँदैन कि हामी एमएमसी मा जान्छौँ यहाँ त्यही भएर अन्डरसम्म बसिरहेछ ल ठिक छ अब उहाँले हेलमेटहरू लाउँदैन 10 रुपियाँको बाइकमा केही बसेको बस्नुभएको छ 50 रुपियाँ बेचिराख्नु भएको छ ल मेरो साथी कमाइ राम्रो हुने रहेछ तपाईँको हो ल ठिक छ यसो बेच्दै जानु हो 5 खाउनु अब तपाईँलाई अब हामीले केही गर्नु सक्दैन होइन तपाईँको रोजीरोटी हो यसरी नगर्नु होइन कार्यमा जान्छु नि उता फेरि 10 रुपियाँ भाडुको 100 रुपियाँ पर्छ अनि तपाईँको फेरि भन्सार तिरेको भन्छ भन्सारको तपाईँ चिठ पनि छैन चिठ कहाँ छ छ कि छैन ल्याएको छैन किन नल्याएको त एउटाको 4 रुपियाँ होइन एउटाको यहाँ 50 रुपियाँ भन्नुहुन्छ उहाँले 100 रुपियाँ पर्छ 50 रुपियाँ तर यसको दाम चाहिँ 100 रुपियाँ हो
100 रुपियाँ हो उहाँले नापा खानुभयो 35 रुपियाँ नापा खानुभयो तिरुबलै हाम्रो पनि नानीहरू छ अनि उहाँलाई यहाँ आउनु त बोजू उहाँलाई के भन्न चाहनुहुन्छ आमालाई मुडा दुई होइन यो उता जान्छ नि त अब यो भाइको कारबाही डह्रो हुने भयो एकछिन बस्नु नि त्यहाँ यहाँ आउनु नि होइन होइन बस्नु न आमा त्यहाँ होइन यहाँ आउनु तपाईँ यहाँ आउनु बोजू 1 मिनट सुन्नु तपाईँको नाति नातिनी छ होला यहाँ आउनु त तपाईँ किन लज यहाँ आउनु नि सुन्नु त यो नि यो 10 रुपियाँ भाडु पर्छ उहाँले 50 रुपियाँ बेच्दै हुनुहुँदो रहेछ उहाँले 50 रुपियाँ बेच्दाखेरि नेपाली 10 रुपियाँ 100 रुपियाँ हुन्छ 10 रुपियाँ भाडुको 10 रुपियाँ भाडुको उहाँले 50 रुपियाँ बेच्नु हुँदैछ उहाँलाई के गर्नु अब हामीले अब तपाईँको 35 रुपियाँ ज्यादा खानुभयो नाफा उहाँले एउटामा यसमा हो यसमा अनि यस्तो 100 वटा बेच्यो भने कति खान्छ अनि एमआरपी नै छ तपाईँको यहाँ 10 रुपियाँ अनि उहाँ जस्तो मान्छेलाई हामीले छोड्नु मिल्छ हेर्दै यता केटाकेटीहरूले एमआरपी हेर्नु जान्दैन हो कति रुपियाँ भन्दा 10 रुपियाँको माललाई 50 रुपियाँ भन्छ 50 रुपियाँ दिन्छ आमा 50 रुपियाँ दिए भन्छ 70 दिन्छ किनिदिन्छ लिएर हिँडिदिन्छ अनि एमआरपी हेर्दैन होइन आमा ठिक्का मिल्दो खानुपर्छ हजुर त्यो हाम्रो पनि त गरी खानु चाहियो गरी खानको लागि गरी खानको लागि तपाईँले 3 डबल खानु नाफा 3 डबल खानु खाना हुन्छ त लाजा यो नानी तिम्रो छोरी जस्तो होइन तपाईले धेरै खानुहुन्छ भने नि 30 रुपैयाँमा बेच्नु त्यही हो 30 रुपियाँ 30 रुपियाँ 25 रुपियाँ बेच्नु हो आमा 30 25 मा बेच्नु 30 25 40 त्यही बेच्छु बस 40 त डबलै हो नि त कुनै पनि तपाईँ यस्तो एमआरपीमा के हुन्छ भने नि बढी यो 10 रुपियाँ एमआरपी लेखेको हुन्छ तर उहाँहरूलाई 10 रुपियाँ दिँदैन 7 रुपियाँ 6 रुपियाँ गोटाले दिन्छ दादा इकान बाजा सुन्नु हामीलाई खान मन छ हैन 10 टका भाडा भनाइ ठिकै अनि के गर्नु त्यही त भनेको त ठिकै अरु केही छैन 16 टका हैन नेपाली अब के गर्ने भाइ 25 के गर्ने अब खाने कुरो होइन खाने कुरो हुँदैन तपाईँले यसरी ठग्दै हिँड्नुहुँदो रहेछ तपाईँले धेरै मान्छेलाई ठग्नु भइरहेको रहेछ कुरो बुद्धमा 10 रुपियाँको माल हामीले तपाईँको 2 रुपियाँ 3 रुपियाँ 4 रुपियाँ भनेको नाफा ठिकै छ 10 रुपियाँसम्म खानु ठिकै हो तर कति महँगो तपाईँले लिनुभएको कसरी 5-10 रुपियाँ आयो तपाईँलेसँग कतिजना ठग्नुभयो यसरी भन्नु त खानु कुरो होइन अहिलेसम्म कतिजना ठगिसक्नुभयो भन्नु त्यसरी यसरी कतिचोटि बेचिसक्नुभयो आइज आएको छु हामी यो बाटोमा सोध्नु नि पहिले होइन 20 रुपैयाँ गोटाको छैन दिनु अरे 20 रुपियाँ गोटाको दिनु त यो 20 रुपियाँको होइन त ल ठिक छ 20 रुपियाँको एमआरपी लेखेको छ कि छैन कति रुपियाँ एमआरपी लेखेको छैन जस्तो लाग्यो मलाई एमआरपी यो एमआरपी नलेखेको हो कि माल यो 5 रुपियाँ भाडुको यो एमआरपी नलेखेको 5 रुपियाँ भाडुको हो कि 8 रुपियाँ भयो 12 रुपियाँ नाफा खाएँ यसबाट मलाई चिन्नुहुन्न कि तपाईँ अहिले म तपाईँसँग कुरा गर्छु होइन अहिले नि नानी यो नानी कसको नानीलाई भर्खर बेच्नु भयो नि यो चाहिँ कति रुपियाँ पर्छ भिडियो गरिरहेछ नि फेरि 10 रुपियाँ होइन 8 रुपियाँ पर्छ 5 रुपियाँमा यो एमआरपी हो खासमा यसको 5 रुपियाँ एमआरपी 5 रुपियाँ हो तपाईँ किन जिद्दी गर्नुहुन्छ म इन्डियामा दार्जिलिङ बसेको मान्छे हो मलाई सबै कुरा थाहा सिलगढी बसेको मान्छे हो मलाई सबै कुरा यसको बारेमा थाहा छ तपाईँ नसिकाउनु मलाई यो 5 रुपियाँ खासमा त तपाईँलाई कसरी दिन्छ 4 रुपियाँ दिन्छ 5 रुपियाँ दिन्छ 6 रुपियाँ अहिले 1 रुपियाँ बढायो तपाईँ किन अहिले 8 रुपियाँ भन्नुभयो त ठाउँको ठाउँ ढाट्नुहुन्छ यसरी तपाईँ ढाट्नुहुन्छ फेरि यसरी 8 रुपियाँ भन्नुहुन्छ अघि भर्खर 8 रुपियाँ भन्नुभयो अहिले 6 रुपियाँ भन्नु यो 5 रुपियाँमा पर्ने 1 रुपियाँ बढाइदिन्छ ल ठिक छ सत्य त बोल्नु तपाईँ सत्य बोल्नु भएको छैन तपाईँ अनि तालु सालु खुलिसक्यो बिहा गरेछ छैन बिहा गरेछ छैन अबदेखि यस्तो काम गरेर नगर्ने गर्नुभयो भने गर्दैन हजुर होइन गर्दैन मैले तपाईँलाई खोज्ने कुरो हुँदैन तपाईँले मलाई खोज्ने कुरो हुँदैन म देख्दिनँ पनि तर एउटा के भन्दाखेरि नि मानवता धर्म हुनुपर्छ तपाईँले यसरी ठगेर कमाएको है हुन्छ बढी
ठगेर खाएको पैसा कमाएको पैसा कहिले पनि जम्दैन। तपाईँलाई अहिले मैले टक्कसँगले समाएर लगायो भने मात्र होइन, तपाईँ मैले के गर्नु फोन गरेँ भने तपाईँ आउँछ, आएर अनुप गौमन टोलीले सबै तपाईँको बायोडाटा हेर्छ। तपाईँले जोतमा 50-60 हजार भारूदेखि लिएर 2 लाख 3 लाख रुपियाँ भारूसम्म तिर्नु अवस्था आउँछ। के गर्नुहुन्छ तपाईँ? भाडा दिनुहुन्छ त्यस्तो नगर्नु। के गर्नु त अब? के को गरिब? घर कहाँनिर हो? एकै मिनट मैले 50 रुपियाँ किन नपठाउनु? भिडियो अफ गरेँ कि